खेल भनेको एउटा हारजितको कुरा मात्र होइन, खेल भनेको एउटा मनोरञ्जनको विषय मात्र होइन, खेल भनेको एउटा शारीरिक तन्दुरुस्त गर्ने विषय मात्र होइन, खेल भनेको एकअर्कामा प्रतियोगिता हासिल गरेर फर्स्ट सेकेन्ड थर्ड छुट्याउने विषय मात्र होइन रहेछ। खेल भनेको संस्कृति पनि रहेछ, खेल भनेको चाहिँ व्यापार पनि रहेछ, बिजनेस पनि रहेछ भन्ने कुरा आज पुष्टि भएको छ। मैले देखिरहेको छु धार्मिक क्षेत्रमा आज 5 दिनदेखि लगातार कम्तीमा 10वटा भन्दा बढी पसलहरू सुचारू भएको छ। यहाँका दैनिक 500 भन्दा बढी नागरिकले यहाँ खेललाई नजिकबाट निहालिराख्नु भएको छ। थुप्रै गाउँ बस्ती र वडाका मानिसहरू यहाँ सहभागी भएका छन्। यहाँका किसानहरूको साग, यहाँका किसानहरूको आलु मात्र होइन, बाहिर बजारबाट आएका विभिन्न खालका होटल व्यवसायी साथीहरूको पनि ठुलै बिजनेस भएको छ। त्यसकारण खेल केवल मनोरञ्जनको विषय, खेल केवल स्वास्थ्यसँग सम्बन्धित विषय, खेल केवल चाहिँ संस्कृतिसँग पर्यटनसँग मात्रै सम्बन्धित विषय नभएर व्यापारसँग बिजनेससँग पनि सम्बन्धित विषय हो भन्ने कुरा तपाईहरुले बुझ्नु भएको छ।